हेलो गाइज, आजको भिडियो नयाँ साथीहरूका लागि जो नेपाल, दुबई, साउदी, कतार, मलेसियादेखि रोमानिया आउँदै हुनुहुन्छ, जो आउन चाहनुहुन्छ उहाँहरूको लागि एकदमै हेल्पफुल हुनेछ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। धेरै साथीहरूलाई थाहा हुँदैन, धेरै साथीहरू कन्फ्युजमा पर्नुहुन्छ कि रोमानियामा कुन करेन्सी साटेर लग्न ठिक हुन्छ, कुन करेन्सी चल्छ रोमानियामा भन्ने धेरै साथीहरूको कन्फ्युजन हुन्छ। सो म पनि कन्फ्युजमा परेर मैले पनि युरो साटेर ल्याएको थिएँ। रोमानियाको लोकल करेन्सी नै चल्ने गर्छ, जुन रोन भनिन्छ, ड्यू पनि भन्ने गरिन्छ। युरो साटेर ल्याउनु भए पनि तपाईँले रोमानियामा आएर लोकल करेन्सी फेरि एक्सचेन्ज गर्नुपर्ने हुन्छ। सो त्यही भएर तपाईँ जुन ठाउँमा हुनुहुन्छ त्यहाँ यदि रोमानियाको लोकल करेन्सी मिल्छ भने लोकल करेन्सी साटेर ल्याउँदा नै तपाईँहरूलाई एकदमै बेस्ट हुन्छ। किनभने तपाईँहरूले युरो साटेर ल्याए पनि लास्टमा यहाँ आएर युरो चल्दैन, फेरि लोकल करेन्सी तपाईँहरूले एक्सचेन्ज गर्नुपर्ने हुन्छ। सो त्यही भएर तपाईँहरूले यदि मिल्छ भने रोमानियाको लोकल करेन्सी नै साटेर ल्याउनु होला है त।